नेपाल, यो नाम सुन्ने बित्तिकै सायद धेरैको मनमा अग्ला हिमाल र सुन्दर दृश्यहरू आउँछन्, हैन त? तर नेपालको परिचय यतिमा मात्र सीमित छैन। यसको एउटा अर्को अलि गहिरो, अलि रहस्यमय पाटो पनि छ। यो यस्तो ठाउँ हो भनिन्छ जहाँ आध्यात्मिकता हावामै घुलेको छ, जहाँ प्राचीन देवताहरूको बास छ। त्यसो भए आउनुहोस् नेपालको यही पवित्र पहिचानभित्र अलिकति डुबुल्की मारौँ। तर एउटा कुराले अचम्म लाग्छ, हैन? आखिर यति सानो देश कसरी हिन्दू र बौद्ध जस्ता दुई एउटा विशाल धर्मको यस्तो महत्त्वपूर्ण केन्द्र बन्न सक्यो? हो, यही प्रश्नको जवाफ खोज्दै जाँदा नेपालको त्यो अद्वितीय धार्मिक कथा खुल्दै जान्छ। अब यो कथाको सुरुवात कुनै मन्दिरको गजुरबाट होइन, बरु नेपालको भूगोलबाटै हुन्छ। यहाँका हरेक पहाड, हरेक नदी, हरेक उपत्यका सबैले आफ्नै आध्यात्मिक कथा सुनाउँछन्। मोटामोटी रूपमा हेर्दा नेपालको आध्यात्मिकता 4वटा खम्बामा अडिएको देखिन्छ। पहिलो त हिमालय, जुन केवल पहाड होइन देवताहरूको घर मानिन्छ। दोस्रो, यहाँ छरिएर रहेका अनगिन्ती मन्दिर र देवालयहरू। अनि तेस्रो, विश्वमै सायद कतै नभएको जीवित देवी कुमारीको अनुपम परम्परा। र अन्तमा यी सबै विश्वासहरूको एउटा यस्तो अद्भुत सङ्गम जसले नेपाललाई साँच्चैकै अद्वितीय बनाउँछ। ल, अब नेपालको हिन्दू पहिचानलाई अलि नजिकबाट हेरौँ है। नबिर्सौँ, शताब्दीयौंसम्म नेपाल संसारको एकमात्र आधिकारिक हिन्दू अधिराज्य थियो र त्यो विरासतको जरा आज पनि यहाँको समाजमा निकै गहिरोसँग गाडिएको छ। अनि यो हिन्दू पहिचानको मुटुमा के छ त? पशुपतिनाथ मन्दिर। यो केवल नेपालको लागि मात्र होइन, विश्वभरका करोडौं हिन्दूहरूको लागि आस्थाको धरोहर हो। बागमती नदीको किनारमा रहेको भगवान शिवको यो पवित्र धाम भनिन्छ जीवन र मृत्युको चक्रको एक जीवन्त साक्षी बनेर उभिएको छ। पशुपतिनाथलाई नेपालका संरक्षक देवता भनेर पनि चिनिन्छ। सोच्नुहोस् त, यो एउटै वाक्यले कति ठूलो कुरा भन्छ, कसरी यहाँ धर्म र राष्ट्रिय पहिचान एक आपसमा बेरिएका छन् भनेर। तर फर्कनुहोस्, कथा यतिमा मात्रै सकिँदैन। नेपालको पहिचानको एउटा पाटो मात्रै हो यो। किनकि नेपाल हिन्दू धर्मको जति मुटु हो त्यति नै बौद्ध धर्मको पनि हो। आखिर एउटा विश्व धर्मको सुरुवात नै यही पवित्र भूमिबाट भएको थियो। हो, त्यो ठाउँ हो लुम्बिनी। ठिक यही ठाउँमा सिद्धार्थ गौतमको जन्म भयो, जो पछि गएर भगवान बुद्ध बन्नुभयो। त्यसैले त संसारभरका बौद्ध मार्गीहरूका लागि योभन्दा ठूलो तीर्थ सायदै होला। र यसको महत्त्वलाई बुझेरै युनेस्कोले पनि यसलाई विश्व सम्पदा क्षेत्रको मान्यता दिएको छ। अनि यो कुनै हिजो अस्तिको कुरा होइन है। हामी कुरा गर्दैछौँ आजभन्दा 2500 वर्षभन्दा पनि पुरानो समयको, लगभग ईसापूर्व 563 को। यो एउटै मितिले बताउँछ कि नेपालमा बौद्ध धर्मको जरा कति गहिरो, कति पुरानो छ। अब आउँछ नेपालको सबैभन्दा रोचक पक्ष। त्यो हो यी दुई महान धर्महरू यहाँ अलग अलग बस्दैनन्, बरु एक आपसमा घुल्छन्, मिसिन्छन्। यो यस्तो अनौठो भूमि हो जहाँ देवताहरूको साँच्चीकै भेट हुन्छ र आस्थाको सिमानाहरू नै मेटिएर जान्छन्। यसको एउटा गजबको उदाहरण हेरौँ, मच्छिन्द्रनाथ। हिन्दूहरूको लागि उहाँ वर्षा र समृद्धिका देवता शिवकै अवतार हुनुहुन्छ। अनि त्यही एउटै देवतालाई बौद्धहरू करुणाका बोधिसत्व अवलोकितेश्वर मानेर पुज्छन्। कस्तो अचम्म! एउटै देवता, दुई फरक आस्था। हो, यही हो नेपालको धार्मिक सद्भावको चुरो कुरो। अनि यो कुरा किताब वा कथाहरूमा मात्रै छैन। काठमाडौँका गल्ली गल्लीमा हिँड्नुभयो भने देखिन्छ, एकातिर हिन्दू मन्दिर छ अनि त्यही आँगनमा बौद्ध स्तूप। यहाँ धर्मले पर्खाल लगाउँदैन, बरु पुल बनाउँछ। यो नै यहाँको दैनिक जीवनको हिस्सा हो। खैर, यो त भयो हिजोको कुरा, इतिहासको कुरा। तर आजको आधुनिक नेपालमा नि यो धार्मिक विरासत कसरी बाँचिरहेको छ? अनि देशमा आएको राजनीतिक परिवर्तनले यसलाई के असर पारेको छ कि? आजको तथ्याङ्कलाई हेर्ने हो भने जनसङ्ख्याको करिब 81% हिन्दू र 9% बौद्ध धर्मावलम्बी छन्। अब यसले हिन्दू धर्मको बाहुल्यता त प्रष्टै देखाउँछ, तर बौद्ध धर्म र अन्य समुदायहरूको पनि जुन बलियो उपस्थिति छ त्यसले नै नेपालको बहुधार्मिक चरित्रलाई झल्काउँछ। अनि पछिल्ला केही वर्षहरूमा नेपालले एउटा ठूलो राजनीतिक फड्को मारेको छ। याद गरौँ, लामो समयसम्म संसारको एकमात्र हिन्दू अधिराज्य रहेको यो देश सन् 2008मा राजतन्त्र सकिएपछि धर्मनिरपेक्ष गणतन्त्र बन्यो। यसको मतलब अब कानुनी रूपमा सबै धर्मलाई समान सम्मान र स्वतन्त्रता छ।
र अब अन्त्यमा एउटा निकै महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्यौँ। आजको संसारलाई हेरौँ त, जहाँ धर्मको नाममा कति धेरै द्वन्द्व, कति धेरै विभाजन छ। यस्तो बेलामा नेपालको यो अनौठो धार्मिक सद्भावको कथाबाट केही सिक्न सकिन्छ कि? यो प्रश्न सायद हामी सबैले सोच्नुपर्ने बेला आएको छ।